साथीहरू पनि कन्ट्याक्टै छ। आज चाहिँ सबैजना एकै ठाउँमा झरेको, भोलि चाहिँ छुट्टी भनेर होइन आज एकै ठाउँमा झारिदिएको। आँखा पनि हेर्न नसक्ने समय भएर छ गाइज। हावा यति चलिरहेको छ कि यो किन पानी पर्ला जस्तो धुम्म भएर भन्नु न होइन। यो हावा चाहिँ आज 3-4 दिन भयो, 3-4 दिन भयो होइन। अझ पुरै हावा चलेर चाहिँ आँखा पनि हेर्न नसक्ने होइन। पुरै हावा चलेर हाम्रो चाहिँ यो खास बहिरको काम हो होइन, बहिरको काम हो। बहिरको काम हो यो होइन। अनि यस्तो गाह्रो हुन्छ, हावा चलिन्छ लास्टै होइन। पुरै के घामको प्रकाश पनि होइन छेक्ने सबैले यस्तो कालो भएर चाहिँ यस्तो भएर चाहिँ यस्तो पुरै रातै दिउँसो पनि दिन पनि रात बनाइसक्यो क्या। यस्तो छ अवस्था। म चाहिँ के भन्न चाहन्छु भने होइन, उवेतमा बसिरहनु भएको दिदीबहिनी दाजुभाइहरूलाई यस्तो बेलामा चाहिँ होइन त्यति बाहिर नहिँड्नु होला, रोगहरू पनि लाग्न सक्छ होइन। ड्युटी छ भने ड्युटीतिर हिँड्नु होला, त्यतिकै चाहिँ क्याम्पसको लागि चाहिँ बाहिर ननिस्किनु होला। यस्तो हुँदा होइन मनसुन पनि आउन सक्छ। हाम्रो काम भन्नुपर्दा होइन यो फुलमा पानी हाल्ने होइन, पानी आयो कि आएन यसो हेर्नु मात्र हो होइन। गार्डन भन्छौँ होइन, खास गार्डन हो। यस्तो भएर चाहिँ कि गोर यस्तो अँध्यारो भयो नि होइन, ऊ भयो नि हुन्थ्यो नि त शीतल हावा, चिसो हावा पनि त्यति तातो, ऊ पनि त्यति चिसो, आँखा पनि हेर्नु नसक्ने, बालु आयो बालु उडिरहेको। यो चाहिँ खजुर गाइज, खजुर होइन। यसरी प्याकिङ गरेर बाँधेर राख्छ होइन। अहिले भोलिपछि सबै पाकेपछि माथि काटिन्छ। यहाँ चाहिँ सबै त्यसो गरेर राखिदिन्छ गाइज हेर्नु त। यस्तो गरेर बाँधेर राख्छ। पाकेपछि पाकि नपाके सब यहीँ झर्छ होइन। हेर्न सक्नुहुन्छ यहाँको मान्छे चाहिँ देख्नलाई गाह्रो हुन्छ गाइज, देख्नलाई गाह्रो हुन्छ होइन। बरु बाहिरको मान्छेहरू काम गर्ने मान्छेहरू मात्रै देख्छौँ, तर यहाँको बासिन्दा त यहाँको मान्छेहरू चाहिँ त्यति देख्न सक्दैन होइन। भित्रको भित्रै हुन्छ, बाहिर हिँड्ने गाडीमा हिँड्छ तिनीहरू होइन। ब्लकै ब्लक यस्तो हो गाइज होइन। अलि यहाँ चाहिँ हेर्नलाई के अरे देखाउनलाई गाह्रो हुन्छ। यहाँ चाहिँ होइन कडा छ क्या, सिसी क्यामेरा हुन्छ। पुरै रात परिरहेको छ त।
ओहो आँखा त चस्मा लिएर आउने बिर्सी छ होइन अझ यति धुलो पस्छ कि आँखामा गाह्रो छ केटाहरू पनि माथि पुगिसकेको आमा अझ सबजना यतै लिएर आइदिएको छ यो फरम्यान सुपरभाइजरले यस्तो भइरहेछ कि घरहरू चाहिँ यसरी हुन्छ होइन तर मान्छे एउटै देख्दिनँ कि राति होस् कि दिउँसो होस् कहिलेकाहीँ होइन पूजा हुन्छ बेलुका त्यो बालबच्चाहरू होइन शीतलमा निस्किन्छ नत्र भए त निस्किँदैन हौ आँखामा यति पोइसक्यो माटै होइन हेर्नै नसक्नेसम्म भएर छ केटाहरू सब भेटाउनै छ होइन हिँडिरहेछ पुरा जम होइन ल गाइज अब हामी पनि होइन ड्युटी अब लाग्न थालिसक्यो आइसक्यो होइन आइपुग्यो काम गर्ने ठाउँ सबैलाई वेलकम छ होइन धन्यवाद सबैले सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला कस्तो लाग्यो होइन आजको ब्लग यत्तिकै नै हो मेरो होइन भिडियो नि यत्तिकै नै हो सबै कमेन्ट लाइक सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सबैले होइन सपोर्ट गरिदिनु होला गाइस सानो दिनु होइन मैले सबैले सब्सक्राइब गरेको थिएँ त्यति होइन सानो ठुलोले नि त्यति सपोर्ट गरेको थिएँ कि होइन सब्सक्राइब त्यत्रो होइन गरेको थिएँ सब के ब्याक गरिदिन्छु कि ब्याक त्यति अब त्यहाँ साथीहरूको लाइभमा जान्छु लाइभमा जाँदा अब त्यहाँ गेम खेल्यो हुन्छ होइन सपोर्ट गरिरहेको हुन्छ सब सपोर्ट गर्छु ब्याक गर्छु क्या सब ब्याक गर्छु सब होइन गरिसक्यो नि सब ल्याम्पमै झर्छ कि तल सब खोइ साथीहरू पनि मिलेर यसो गरिदिनुपर्छ होइन सरसपोर्ट एकाअर्कामा होइन सबैजना एकैचोटि माथि पुग्न खोज्छ क्या ल गाइज आजको ब्लग यति नै भिडियो पनि यति नै अब यसको पार्ट अर्कोमा आउनेछु ल यति भन्दै बन्द हुन्छ गाइज बाइ